नमस्कार सबैजनालाई। कस्तो गुरुङ गर्छ मैले भिडियो बनाउने बेला। मैले आज चाहिँ यस्तो खालको ज्याकेट किनेर ल्याएको छु जुन ज्याकेट जो कोहीलाई पनि मन पर्न सक्छ। एकदमै महँगो, एकदमै सुपर क्वालिटीको, लगाउने रहर उहिलेदेखि भएको तर किन्न सकेको थिएन। आज चाहिँ एकदमै पैसा कताबाट जो गरेर किनेको छु। आफ्नो इच्छा चाहिँ ज्याकेट ल्याउने इच्छा चाहिँ पुरा गर्दैछु। ज्याकेट कस्तो छ म देखाउँदैछु है त। ल साथीहरु, ज्याकेट किनेर ल्याएको, भर्खर किनेर ल्याएको, तातै छ अझै पनि। एकदमै भारी न भारी छ, वजनदार छ ज्याकेट चाहिँ। हेर्नु न यस्तो भारी छ, कस्तो छ। ओहो कति भारी हो, एकदम गरम रहेछ ज्याकेट चाहिँ। भित्र फर भएको, फेरि यस्तो खालको फर भएको छ। गर्मी दिनमा त ओहो यो यति न्यानो हुन्छ यस्तो ज्याकेटले। ल हेर लगाएर पनि देखाउँदैछु म कस्तो लाग्छ भन्नु होला है त। गरम गर्नुपर्छ। कस्तो नाफेर किने जस्तो भएछ हौ। साइज पनि बाँकी अलिक ठुलो हो, ठिकै छ। यतिको बढ्दो उमेर पनि छैन त। फेरि भर्खर 5 जस्तो पुग्न लाग्छ। अझै पछिसम्म लागि हुन्छ नि त यतिको किनेपछि त। टोपी पनि छ कि एउटा फेरि। यो फेरि मेरी प्यारी दिदीले दिनुभएको टोपी हो। माया लाग्छ, छोड्ने मन लाग्दैन, जता हिँडे पनि हिँडिहाल्छु। हेट यो टोपी र यो ज्याकेट लगाएपछि त नौलो दुला जस्तै पो देखिए त। हेट कस्तो बिहा गरौँ जस्तो लाग्यो फेरि पनि। तर पत्याउन कसैले, आफ्नै बुढीले त पत्याउनु। अलिक बढी बोले के हो, अरू त झन् कहाँ पत्याउनु। हेर यस्तो ल ज्याकेट कस्तो लाग्यो भन्नु होला है त। यदि तपाईँहरूलाई पनि यस्तो खालको ज्याकेट लगाउने रहर छ, इच्छा छ भने भन्नु होला, सम्पर्क गर्नु होला मसँग, मैले उपलब्ध गराइदिन्छु। ल यस्तो पसिना गरायो, यति न्यानो रहेछ। ल अहिलेलाई बाई बाई।